होइन स्वाट यत्रो बडा भएको छोरोले घरमा अलिअलि काम सकल भने त पुरै दिन कहाँ घुमेर आएको त? यसो बजारतिर गएर आएको नि बुवा। साउन पर्नेलाई त सघाएकै छु नि। ल ल भो जा हातमुख धोएर आइज, म खाना पस्किन्छु। खाना आमा म बजारतिरै खाएर आएको। होइन कहिलेसम्म लखर लखर डुलेर हिँड्छस्? अब नि नआए बुद्धि कहिले आउँछ तेरो बुद्धि? भइहाल्यो नि त, तपाईँ पनि धेरै कचकच गर्नुहुन्छ कि। केटाकेटीको बुद्धि भनेको त यस्तै त हो नि। तपाईँको चाहिँ कस्तो थियो र बालाखामा बुद्धि? आमा मलाई त लास्टै थका लागिसक्यो, म चाहिँ सुत्न जानु पर्यो। यो स्वाटको बुद्धि कहिले आउला हेर त। यो स्वराका साथीहरू कस्ता कस्ता भइसके। हे हुन दिनु नि त, आउला नि त बुद्धि। सबैको बुद्धि एउटै हुन्छ त? अब म खुरुखुरु खाना पस्किन्छु, खुरुखुरु खाने। भवानी खोइ त रोशनी अहिलेसम्म तल आउँदैन त, के भयो त्यसलाई? खै मैले अघि बोलाएर आएको, तल आउँदिन त। अलि सन्चो छैन भन्थे। ए के भयो त्यसलाई? खै बुवा के भएको हो? आज म खानासाना खान मलाई नबोलाए भनेर सुतेकी छे। ल आलु किलोउने काम चाहिँ सिधै भयो भने खाना त पाइसक्यो क्यारे। ल ल गरी काम गरौँ नि त। ल ल गऱ्यौ ल। बुवा तरकारी त म एकैछिनमा पकाइहाल्छु नि। ए ल भइहाल्छ नि, छोरीले पकाएको नि खानु भइहाल्छ नि हामीलाई। ल त तरकारी पकाउँदै गर, म रोशनलाई बोलाएर आउँछु। ल ल ल नानी अलि मिठो तरिकाले बनाऊ। अचार के गोलमिडाको? हजुर बुवा। ल ल भोक पनि लागेको छ। रोशनी के भयो तँलाई? किन नउठे के त्यो बेलासम्म? खाना तयार भयो, उठ हिँड तल। होइन आमा, मलाई खाना खान मनै छैन। छोरी के भयो तँलाई? तँलाई सन्चो नभएको त होइन, तँलाई केही न केही त भएकै छ। तँलाई के भएको छ भन् त? तँलाई कसले के भनौ? केही भएको छैन आमा मलाई। मलाई नढाँट न छोरी। हेर म त तेरी आमा हुँ। आमा मलाई आमा नरु न छोरी, नरु। सब ठिक हुन्छ छोरी, नरु।